यो डुक्से झरनामा आएर हेर्नु साथीहरू के अरे यो कुन ठाउँ अरे यो त ल ल ल बाउलाई भेट्नु त्यहाँ लडिएला चिप्लेर ओए अलि बिस्तारै कुन यता छोडियो भने हेलो साथीहरू गुड मर्निङ। अब हामी चाहिँ यहाँ मुस्ताङ हिँड्दै गरेको यो डुक्से झरनामा आएर यसो फोटोसोटो भिडियो सिडियो गर्दैछौँ। अनि यता चाहिँ मेरो तरुनी हो। अनि हामी चाहिँ यसरी यहाँ भिडियो बनाउँदैछौँ। यहाँ टक्कसँगले हेर्नुहोस् त साथीहरू, यता माथि यो पहाड, यो मरुभूमि पहाड छ, यता झरना छ। हेर्नुहोस् साथीहरू, हामी हिजो हिँडेको, हिजो आएर चाहिँ नि अब कालो पानी बसेर अनि अब यहाँ झरनामा आएर टक्कै गर्दैछ। सबै गाडीहरू रोकेर यहाँ फोटो भिडियो गर्नेहरू यहाँ छ। अब हामी यहाँबाट बजे मुक्तिनाथ पुग्नलाई चाहिँ 3 घन्टा कति लाग्छ भन्थ्यो, खै कति लाग्छ अब हेर्दै जाउँ है त। भिडियो पनि गर त, हामी यतिकै खेलिरहेको भिडियो ल। ल साथीहरू, अब हामी चाहिँ अब यात्रा सुरु भयो हाम्रो। यही अब यो कुन्टे गाडीमा टक्कसँगले अब यो बाटो हुँदै जाने हामी मुक्तिनाथ। यस्तो छ हेर्नु, दामी रहेछ ठाउँ चाहिँ। ल है तपाईँहरूलाई अब म जाँदा जाँदै बिचबिचको बाटोहरू देखाउँछु है त। अहिले बाटो चाहिँ धेरै राम्रो भएको रहेछ पहिले भन्दा भन्थ्यो अरूले। म चाहिँ फर्स्ट टाइम हो यो ठाउँ। यस्तो बाटो छ, बसहरू यसरी आउँदो रहेछ। बस कट्यो, जिन्दगी बाटो अलिअलि यतातिर चाहिँ खराबै रहेछ। गच्याक गच्याक छ। अर्को बस ल है साथीहरू, यहाँबाट चाहिँ यता जाने यस्तो यस्तो रहेछ। यहाँ पढ्नु होला तपाईँहरूले पनि। यो कुन गाउँपालिका, धासाङ गाउँपालिकामा हामी आएर पुलिस चेकमा यहाँ बसेको छौँ। यहाँबाट देख्न सक्नुहुन्छ भ्यू। एकदम घाम लागिरहेको छ बिहानको। यस्तो छ हामीलाई हिँडाउने पुन्टे गाडी चाहिँ यही हो। यस्तै छ है। ल भयो केटा हाम्रो। ल अब यहाँबाट हाम्रो यात्रा चाहिँ जारी छ है। देखिँदैछ नि मलाई, देखिँदैछ। ल हेलो माउन्टेन हिमाल हेर्नुहोस् ल साथीहरू, जुम गरेर देखाइदिन्छ त। आमा सिधै छ। यता बाटोहरू बन्ने कार्य जारी रहेछ। यहाँ चाहिँ अब पालो पालो गरेर पास गर्नुपर्ने रहेछ है। माथिको सल्लाहहरू होइन, सल्लाहको रुखहरू रहेछ त। लेखाली सल्लाह रे। ल हेर्नुहोस्, बाटो त डेन्जर रहेछ र अहिले त धेरै राम्रो भएको रहेछ है। यस्तो रहेछ है हाम्रो पुन्टे गाडी जाँदैछ है। ल ढुङ्गा बाटो घाटो एकदम। यो हिमाल हेर्नु साथीहरू। नानी यहाँ आऊ, तिमीलाई म फोटो खिच्छु। हजुर साथीहरू, यो लेते गाउँबाट देखिने भ्यू। यता हाम्रो चेलीहरू पनि रहेछ।
लेते गाउँबाट देखिने यो हिउँ हिमाल पहाड। ल है साथीहरू, यो चाहिँ जमसुमको डाँडाहरू हेर्नु चाहिँ जुमसुम कटेर हामी यसो जाँदैछौँ। हाम्रो यात्रा जारी छ। अब यहाँबाट खै आधी घन्टा अलि बढी लाग्छ भनेको छ मुक्तिनाथ पुग्नलाई। हेर्नुहोस् ल यस्तो छ है। मलाई पनि हेर्नुहोस् न भगर मान्छे यहाँ भिडियो देखिएछ मेरो। तपाईलाई धेरै धेरै धन्यवाद। हामी चाहिँ हाम्रो यात्रा जारी छ है। एकदम मरुभूमि रहेछ तर एकदम राम्रो हेर्दाखेरि चाहिँ। ल साथीहरू, हामी चाहिँ जाँदैछौँ है सिडी सिडी। अब मान्छेहरू आउने जाने क्रम भइराखेको रहेछ। गलेर मलियो मऱ्यो हामी चाहिँ प्याक्कै। ए हाम्रो टोलीहरू यहाँ पछाडि छौँ। कस्तो हुँदैछ, अनुभव हुँदैछ त अरू नि? एकदम रमाइलो भइरहेछ। थ्याङ्क यू सो मच बुढा, तपाईँले सप्लाई दिनुभएकोमा। बेला अहिले कति भयो? 11:48 भयो। खै अब 12 बजे पनि थिइनँ मैले यो ठाउँमा आइपुग्छु भनेर। तपाईँलाई धेरै धेरै धन्यवाद। ल मान्छेको भिडै यस्तो छ। घाम लागेर धन्न जाडो चाहिँ रहेनछ। ल है त यतै हिमालहरू देखिँदो रहेछ यता। ल है हामी मुक्तिनाथ आइपुग्यो। अब लगभग पुग्ने क्रममा सिडी हिँड्दैछौँ। यहाँ बाउ छोरा चाहिँ एकदमै मलाई मेरो केटोलाई गाह्रो भएछ हिँड्न। ठाडो भयो नानी, यता हेर्नु, तुम्बालाई हेर्नु एकछिन है। ल एरन खोइ हाई गरिदिएको। ल बाउ छोरा ल लागे। गलियो बुहारी यता हुनुहुन्छ। ल हजुर एकदम रमाइलो। आम्मा लामो पो रहेछ अझै। हजुर ओहो एरन हाय हाय नहल्यो है म गएछु। फाइनली साथीहरू आइपुग्यो है त मुक्तिनाथ। अब हामी चाहिँ यहाँ लुगा फेर्ने ठाउँमा छौँ। अब यहाँ पाप पखाल्छौँ मलाई पोखरीमा यहाँ तल्दो रहेछ। अनि त्यहाँबाट चाहिँ हामी यहाँ अब 110वटा कि कतिवटा धारा यहाँ यतातिर यता रहेछ। 110वटा धारा यहाँ अब हामी नुहाउँछौँ। अनि त्यहाँबाट दर्शन गरेर हामी फर्किन्छौँ है त। ल ल ल ल ल बाउलाई भेट्नु त्यहाँ लडिएला चिप्लेर। ओ अलि बिस्तारै कुद्दै यता छोडियो भने। कति साह्रो कुदेको, बिस्तारै हिँड्न। हेर बाउले छोडिसक्यो त्यहाँ। यता हेर, यता यता यता। ए निस्किनु हुँदैन यहाँ उतैबाट अहिले। खोइ स्विमिङ खेलेको। ल्याए 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 तपाईँ डुब्नु पर्छ पुरै। डुबेर आउँथे। ल पास 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 पास। मुक्तिनाथ मन्दिर पुरै यहाँ लाइन छ।
एकछिन है रोन खै आइ गरिदिएको ल हामी गइयो ल अब हामी चाहिँ पूजासुजा गरेर फर्किँदैछौँ आइ सेत पार मागेर सट्ट यहाँबाट देखिने भ्यू यस्तो छ है घाम लागेर चट्टसँगले छ आइस्यो बेबी ल आइस्यो